नाखा डाँडाको दृश्य हेर्नु होला। नाखा डाँडा यस्तो भइसक्यो है। नाखा डाँडा यो चुलाचुली 3 र 4 को सिमानाको नाखा डाँडा हो। एकदम रमाइलो छ। तपाईहरुलाई पनि हेर्नु मन लाग्यो भने आउनु होला। यो नाखा डाँडाको दोभानमा चाहिँ यत्रो ढुङ्गाहरु पनि छ। यहाँ बस्नु मजाले मिल्छ। एकदम बेलुकाको चाहिँ दृश्य। तपाईको बेलुकाको चाहिँ मौसम वेदर चाहिँ एकदम चिसो ठण्डी। पहाड भन्दा कम छैन। हेर्नु होला ढुङ्गा कस्तो छ। ठुलो ढुङ्गा यो लगभग साँचे खोला र बिदा खोलाको ढुङ्गा हो दोभानको। तपाईले मजुरको आवाज पनि सुन्न सक्नुहुन्छ। खोलाको किनारा हिँड्दाखेरि कति रमाइलो हुन्छ। गर्मीको मौसममा चिसो हावा। प्रकृतिले दिएको सुन्दरतामा फरक दृश्य सुन्दरता हुन्छ भने प्रकृति नेचुरल भनेको नेचुरल हो। हामीले बनाएको बनौटी र कपी बनावट र प्रकृति आफैमा बनेको ठाउँ कस्तो हुन्छ हेर्नु होला। यो सब बनेको ठाउँ हो। यिनीलाई कुनै बनाइराख्नु जरुरत छैन। के बनाउनु पर्छ र बनिसकेको प्रकृतिले दिएको ठाउँलाई जति नै कृत्रिम भनेको जति पनि हामीले कोरेर बनाएको एउटा पिक्चर एउटा दृश्य भन्दा बनिसकेको पहिलो सुन्दरता भनेको सुन्दरता हुन्छ। त्यो एउटा सुन्दरता हरियाली संसारमा हेर्नुस् यसरी बगेर जान्छ। साँचेर बिदाको खोला किनाराहरु यसरी बगेर गएर रता खोला हुँदै सिमाना हुँदै यो हुँदै गएर अन्तिममा यो खोलाहरु इन्डिया हुँदै बर्मा नदी हुँदै यो समुद्र हुँदै यो पश्चिम मुलुक देशहरुमा जान्छ। यही खोलाहरु अहिले यो खोला यत्रो छ हेर्दाखेरि बर्खामा बहुत ठुलो हुन्छ। सुन्दरताले भरिएको हरियाली चुलाचुली त्यसै पनि सुन्दरता छ। हामीले केही गर्नु पर्दैन। हिमाल झै सघा हिमाल भन्दा राम्रो सिंगारेको ठाउँ। चुलाचुली यस्तो छ रमाइलो। कहाँ गएर आउनु भएको? कहाँ गएर आउनु भएको? दोकान?
यदि तपाईहरु साच्चै राम्रो एउटा दृश्य हेर्न चाहनुहुन्छ भने आउनु होला चुलाचुली साँचे र बिदाको दोभानमा। साह्रै राम्रो छ। बेलुकाको एकदम साच्चै नै राम्रो सुन्दरता हेर्न सक्नुहुन्छ। तपाईहरु अनि अवलोकन गर्न सक्नुहुन्छ। यसरी यो दोभान मिलेर एउटा सागर चाहिँ नदी बगेर जान्छ अनि हुँदै गएर तपाईले यसरी बगेर हुँदै गएर रतुवामा पुग्नलाई लगभग 3-4 किलोमिटर छ यहाँबाट 5 किलोमिटर। तीरतिर खोला हुँदै रतुवा हुँदै बगेर जान्छ र इन्डियाको किनारा हुँदै एउटा यो कलकत्ताको समुद्रमा हुँदै पश्चिम मुलुकमा पुग्ने हाम्रो यो एउटा शिर हो यो चुलाचुली इलामको। ल ओके, हजुरहरुलाई एकदम आजको मनोरञ्जन दृश्य म देखाउने छु। फेरि पनि देखाउने छु। हस्, थ्यांक यू सो मच।